साथीहरू म चाहिँ कम्बरमा खुकुरी बेरेर चाहिँ यसको लहरा काट्न आएको छु। अब एकदमै खुसी भए म पनि मेरो बाबा पनि र चाहिँ नि के को लागि आएको भन्दा चाहिँ अब चाहिँ हामीले चाहिँ के गर्यौँ भन्दा चाहिँ बाबाले भन्नुभयो हो यसको उयो सुप पनि नडराइकन दे खाँदा हुन्छ, गाईले त खाएर गाई मरेको छैन, गाईले खाने चिज हामीले खाँदा हुन्छ भन्नुभयो कि। अनि चाहिँ अब यसको हामी चाहिँ पहिला चाहिँ एक एक घुड्की हो खाने भयौँ, किनभने यसले चाहिँ ब्लड पनि बनिन्छ नि त। अनि ब्लड प्रेसरहरू पनि छ भने पनि घट्दो रहेछ, सुगरहरू डायबेटिक्सहरू पनि ठिक हुँदो रहेछ र चाहिँ सुगर डायबेटिक्सले गर्दा पनि त्यस्तो घाउ भएको हुनसक्छ। अब कति ट्रिटमेन्ट गर्दा पनि जाति नभएको हो नि त हो। र चाहिँ अब हामी चाहिँ यसको पानी बनाएर खानेवाला छौँ है, तपाईँहरूलाई पनि देखाउँछु हेर्नुहोस् ल। म त अब यो खुकुरी लिएर आएको छु नि है साथीहरू, एकदम रामबान रहेछ। चिलाउनेको चाहिँ पुरानैभन्दा पुरानै जाति हुँदछ। तपाईँहरूले पनि कृपया यो मजिटो यहाँ हेर्नुहोस्, बेलुका राम्रो देख्नु भएन होला। अहिले हेर्नुहोस् यसले चाहिँ हिजो कसरी लगाएको छु राम्रोसँग हिजोको खोजेर तपाईँहरूले पनि गर्नुहोस् होला। अहिले खाँदा गरेको देखाउनेवाला छु ल।